अस्टियोपेथीमा प्रयोग गरिएका प्रविधि धेरै अनुसन्धान र सामान्य म्यानुअल थेरापी प्रविधिमा ध्यान केन्द्रित गर्छ। म्यानुअल थेरापी प्रविधि फिजियोथेरापीहरू, काइरोप्र्याक्टरहरू साथै अस्टियोपेथहरूद्वारा प्रयोग गरिन्छ। तल्लो ढाड दुखाइ, साइटिकाको व्यवस्थापन गर्ने उपचार वैकल्पिक रूपमा समेत व्यायामको साथसाथै म्यानुअल थेरापी पनि गर्न सकिन्छ। घाँटी, काँध वा तल्लो अङ्गको दुखाइ, टाउको दुखाइ, हिप र घुँडाको शल्यक्रियापछि अस्टियोपेथी प्रभावकारी हुने कुरा अध्ययनले देखाएको छ। सामान्यतया पहिलो सेसन लगभग 45 मिनटदेखि 1 घण्टासम्म रहन्छ। त्यसपछि भने सेसन लगभग 30 मिनटको राख्न सकिन्छ र उपचारको सेसन शारीरिक लक्षणमा निर्भर पर्ने गर्छ। केही देशहरूमा अस्टियोपेथी मुख्य धाराको स्वास्थ्य सेवामा थप एकीकृत गर्ने गरिएको छ, जबकि अन्य यसलाई पूरक वा वैकल्पिक उपचारको रूपमा राखिएको छ।